पुदिनाको औषधीय गुण पनि निकै लाभदायक किसिमको छ। विशेष गरी पेट दुखाइ, छाती दुखाइ लगायतको उपचारको लागि औषधीय जडीबुटीको रूपमा यसको प्रयोग गरिन्छ। पेटको दुखाइ कम गर्न र निको पार्नको लागि पुदिनाको सुकेको पात उमालेर पानीमा हालेर चिसो बनाएर विभिन्न प्रकारका जडीबुटीहरूसँग पनि यसलाई लिन सकिन्छ। जुन चियालाई मोन्स्टान्जो नामले चिनिन्छ, त्यस्तो त पहिले दाँत सेतो बनाउन समेत पुदिनाको पातहरू सुकाएर धुलो बनाए पाउडरको रूपमा समेत प्रयोग गरिन्छ। घरेलु तरिकाले पुदिना पिसाब जन्ने, पाचन जन्ने समस्यामा समाधानको लागि त्यत्तिकै उपयोगी हुन्छ। अरोमा थेरापी धेरै लोकप्रिय छ। पुदिना घाँटीको दुखाइ र घाँटीको जलन लगायतको समस्या समाधानको लागि लाभदायक हुन्छ। त्यसै गरी शरीर दुख्ने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने जस्ता समस्या समाधानको लागि यसको प्रयोग हुन्छ। हामीले प्रयोग गर्ने विभिन्न सन्चो, भिक्स अनि कतिपय एन्टी पेन रिलिफ पेन किलर ओइन्टमेन्टहरूमा हामीले लगाएर टाउको दुख्दा, घाँटी दुख्दा, नाक बन्द हुँदा हामीले यस पुदिनाको एसेन्सियल ओइल प्रयोग गरिरहेका हुन्छौँ।